हाई एभ्रिवान, नमस्ते। तपाईहरुले दिनुभएको साथ र मायाले गर्दा जुन गिभ अवे तपाईहरुको लागि मैले टिकटकमा राखेँ थिएँ, त्यसको लागि जुन प्राइजेस थियो, यो एउटा पिङ्क कलरको साडी तपाईले देख्नुहुन्छ, रेड पिङ्क मिक्स भएको व्हाइट बेसमा, अनि अर्को छ ब्लू र पर्पल मिक्स भएको यो व्हाइट बेसमा। यो दुईवटा साडी तपाईहरु मध्ये दुईजनाले प्राप्त गर्न सक्नुहुन्छ यदि राइट एन्सर दिनुभयो भने भनेर हजुरहरुको लागि जुन लकी ड्र अफर राखेको थिएँ, त्यसमा चाहिँ तपाईहरुको धेरै भन्दा धेरै सहभागिता मिलेको छ। त्यसको लागि धेरै धन्यवाद तपाईहरुलाई। र यस्तो गिभ अवे डेफिनेटली आउने फ्युचरहरुमा पनि गर्नेछु। र आजको यो हाम्रो ब्लगमा चाहिँ हामी लकी ड्रको प्रोसेसहरु राख्छौं र त्यसको सही एन्सर के थियो तपाईहरुलाई सबै विस्तारै देखाउँदै जानेछु है त। गिभ अवेमा सोधिएको प्रश्न तपाईहरुको लागि थियो, यो साडी अनि यो साडी मैले मेरो ब्लगको कुन चाहिँ भिडियोमा राखेको थिएँ, कुन चाहिँ नम्बरमा राखेको थिएँ, कुन चाहिँ डेटमा भनेर सोधेको थिएँ। तपाईहरु मध्ये धेरैजनाले राइट एन्सर दिनुभएको छ। हुन त यो साडी दुईवटा ब्लगमा छ, त्यो कारणले गर्दाखेरि दुईवटा ब्लगमा भन्नेहरुले चाहिँ एन्सर दिनुभएकोहरुदेखि लिएर एउटै ब्लगको एन्सर दिनुभएकोहरु तपाईहरु सबैजनाको एन्सर चाहिँ राइट छ। त्यसैले तपाईहरुले जुन मार्च 12 भनेर दिनुभएको एन्सर छ, तपाईहरु कतिजना हुनुहुन्छ आफूले थाहा पाउनु भयो होला। यस, यो साडी तपाईहरु 22 जनाको एन्सर मिलेको छ। तपाईहरु 22 जनाको नाम म अनाउन्स गर्छु ल। सबैभन्दा पहिला हुनुहुन्छ सरु राज भण्डारी, त्यसैगरी सुबा कोइराला, अनि अनु राई आङदेम्बे, त्यसैगरी इट्स मी अरुणा बान्तवा, अनि एनजी आरजी 14 हुनुहुन्छ, त्यसैगरी स्वर्णिका हुनुहुन्छ भने पारु पनि हुनुहुन्छ, जेनिस कस्मेटिक हबबाट हुनुहुन्छ, मनु गुरुङ दिदी हुनुहुन्छ, पुष्पा मल्लजी हुनुहुन्छ, त्यसैगरी यहाँ चाहिँ खरेल हेमा हुनुहुन्छ, दिव्या गुरुङ हुनुहुन्छ 246। तपाईहरुको जुन अकाउन्टमा नाम छ त्यही अनुसार चाहिँ मैले यो लिएको छु लकी ड्र गर्दाखेरि चाहिँ तपाईहरुलाई दिनको लागि सजिलो होस् भनेर। त्यसैगरी मार्च 31 रहेको छ अर्को आइडी चाहिँ यशोदा साम्पोङ दिदी पनि हुनुहुन्छ भने अक्षु हुनुहुन्छ सही एन्सर दिने, सम्झना हुनुहुन्छ, अनि निशा राणा हुनुहुन्छ, उहाँले साडी पनि किन्नु भएको थिए मसँग, अनि त्यसैगरी सोल म्याट्स हुनुहुन्छ, लकी डटर जसले चाहिँ बारम्बार चाहिँ पार्टिसिपेट गरिरहनुहुन्छ कमेन्ट्सहरु गरेर हैन। अनि त्यसैगरी अर्को नाम छ मेलिना खान हुनुहुन्छ सेन, उहाँले पनि राइट एन्सर दिनुभएको छ। अनि सञ्चिता राई हुनुहुन्छ, युवाङ निर्देश हुनुहुन्छ भने अर्को गोल्डी जिआर पनि हुनुहुन्छ। त्यसैगरी यो 22 जनाको नाम मैले लिएको छु। अब यसलाई चाहिँ हामी लकी ड्र गर्ने छौं है त। अब यसलाई चाहिँ हामी पटाउँछौं अनि यसलाई चाहिँ लकी ड्रबाट तपाई 22 जना मध्ये एकजना हैन कि दुईजनाले त्यो दुईवटा साडी प्राप्त गर्नुहुन्छ। हामी लकी ड्र गरौँ है त। लकी ड्रमा चाहिँ अर्को नाम पनि एड भएको छ है, यशोदा दिदीको नाम छुटेको रहेछ। एन्सर तपाईले थाहा पाइसक्नु भएको छ। धेरैजनाले दिनुभएको एन्सरमा 23 जना पुग्नु भएको छ है राइट एन्सर दिनेमा। 12 मार्च र 23 मार्च दुईवटा भिडियोमा चाहिँ मैले यो खालको साडी राखेको थिएँ। एक्ज्याक्ट सेम साडी चाहिँ 12 मार्चकोमा थियो भने 23 मा पनि यही भेराइटीको थियो। तपाईहरु कन्फ्युज नहुनुस्। दुवै एन्सर दिनेलाई हामीले लकी ड्र गरेको छौं। बजे हामीले लकी ड्र गर्छौं। यहाँ 23 जनाको नम्बर छ के, अनि यो चाहिँ यो साडीको लागि है। यो साडी समात्नु त, यता समात्नु है ल। यो साडी कसले पाउँछ भनेर यसरी यहाँबाट एउटा एउटा थुत दिनुस्। को लकी हुनुहुन्छ यहाँ बजेको हातबाट। ल खोल्नु त, म नाम हेरिदिन्छु। उहाँ चाहिँ निशा राणा पर्नु भयो है, वालिङबाट हुनुहुन्थ्यो, उहाँले पर्चेस गर्नुभएको थियो। तपाईलाई बधाई छ। उहाँले यो साडी पाउनु भयो बजे देखाइदिनु त साडी। ल यो साडी चाहिँ निशा राणाको नाममा बुक भयो है। ल हेर्नुस् है, यहाँबाट निशा राणा देखियो, निशा राणाको नाममा यो बुक भयो। हामी पोस्ट गरिदिन्छौँ, एड्रेस तपाईले पठाउनु होला। अब यो साडीको लागि है बजेना, यो साडी फेरि बजेको हातबाट पाउने है। यो साडी कसले पायो होला, एउटा त रानी राणाको बहिनी नै परे जस्तो छ, निशा राणा स्याङ्जाली त्यो पनि। ल बजे ल है, हेरौँ है कसले पायो होला यो चाहिँ।
यो पाउनु भएको छ शुभा कोइरालाले पाउनु भएको छ। उहाँ पनि मेरो क्लाइन्ट नै हुनुहुन्छ, कस्तो लक्की पर्नु भएछ हेर्नु है। तपाईँको पनि एड्रेस दिनु ल, शुभा कोइराला, तपाईँले प्राप्त गर्नुभएको छ यो साडी है। अब नेक्स्ट फेरि हामी अरू अरू साडीहरू पनि यसरी गिभ अवे गर्नेछौँ। बजे अब आजदेखि साडी पठाउन पाइन्न, कस्तो लाग्छ? नपाएको सकिगयो, अब सकिगयो होइन। अब अर्को साल अर्कोचोटि फेरि साडी आयो भने पठाउनु कि नपठाउने? पठाउने नि, मरेन भने। त्यस्तो भन्ने होइन। ल हामीले जो हाम्रो यो अहिलेको यो साडी बिजनेस गर्दाखेरि जति बहिनीले साथ दिनुभयो, मेरो फ्यामिली मेम्बर, मेरो सासू, मेरो सारा होइन, तल मामा फुपूहरू, भाइहरू, बहिनीहरू जति बहिनीले साथ दिनुभयो, धेरै धन्यवाद। फेरि हामी यस्तै राम्रो राम्रो साडी लिएर आउँछौँ है। शुभा कोइरालालाई बधाई छ। तपाईँहरू सबैलाई पनि पार्टिसिपेन्टको लागि धेरै धेरै धन्यवाद। र अर्को भिडियो फेरि ब्लगहरू त मेरो रेगुलर आउनेछ। हामीलाई साथ दिनुभयो धन्यवाद। नमस्ते, बाई बाई गर्नु बजे। बाई बाई। बाई बाई।